हेलो गाइस, नमस्ते। फेरि मेरो न्यू मिनी भ्लग आइसकेको छ। हामी चाहिँ आज शनिबार मच्छीनारायण मन्दिर जाउँ न त भनेर तीनजना जानको लागि तयार भएका थियौँ। हामीले घरमा चाहिँ भ्लगहरू मतलब भिडियोहरू बनाउन केही पनि भ्याएनौँ। अनि हामी त्यहाँबाट हामी आएर स्कुल अलि यतापट्टि भेट भएर हामी त्यहाँदेखि कालिका पेट्रोल पम्पसम्म हिँड्दै जानुपर्ने थियो। हामी त्यहाँदेखि गाडी चढाउँला नि त भन्दै अनि हामी गफ गर्दै अनि दुईजना राम्री भएर आछन् भन्दै मैले भिडियोमा उनीहरूलाई देखाउँदै हामी त्यहाँबाट गाडी चढ्नेतर्फ लाग्दै थियौँ। गाडी एकछिन कुर्नुपर्छ होला भनेर हामी जाँदै गर्दा हामी ठ्याक्कै मेन रोडमा पनि पुगिसकेका थियौँ। त्यहाँ अब एकछिन गाडी रोक्नुपर्छ, एकछिन गाडी रोक्नु न त भन्दै उनीहरूसँग सल्लाह गर्दै सुमित्रा, दिया, म अघि बढ्यौँ। हामी चाहिँ रोड क्रस गर्नुपर्ने थियो, गाडी आउँछ एकछिन रोकौँ भनेर। अनि यसो गाडी हेरेको तलदेखि आइरहेको जस्तो लागेर हामी उताबाट रोड क्रस नै गऱ्यौँ। हामी गाडीमा चढ्यौँ। त्यहाँ चाहिँ नेवारीहरूको त्यसको नाम चाहिँ मलाई भन्नु अनि हामी चाहिँ गाडीमा थियौँ। हामी चाहिँ म र सुमित्रा अघि थियौँ, दिया पछाडि बस्दै थिएँ। हामी चाहिँ बल्ल आधी बाटोमा पुगेपछि सिट पायौँ न त हामी त्यहाँदेखि उभिएर गइरहेको थियौँ। अनि हामी यहाँबाट चाहिँ कहाँ जान लाग्दैछौँ भन्दै हाँसो मजाक गर्दै त्यहाँ आन्टीहरू नै हुनुहुन्थ्यो, सबैजना रमाइलो गर्दै गाडीमा हामी त्यहाँबाट मन्दिरतर्फ लाग्यौँ। मन्दिर जाँदा चाहिँ कति टाइम लाग्छ भनेको बाटोमा पुलिसहरू हुँदो रहेछ। मामाहरूले पनि गाडी फर्काऊ यहीँबाट उता नलैजाऊ भन्नुभएको थियो। किन होला भन्दै हामीले होइन अलि अगाडिसम्म जाउँ न भन्दै गएको। लाइन त यति रहेछ होइन। आज शनिबार, त्यही माथि मच्छीनारायणमा मेला लागेको दिन रहेछ। यति धेरै भिड थियो, त्यही पनि हामी अगाडिसम्म जाउँ न भनेर हामी त्यहाँबाट अघि बढ्यौँ। आमा हामी त गाडीबाट के झरेको मात्रै थियौँ, यति धेरै लाइन। अनि हामी एकछिन लाइनमा नै उभियौँ। अनि दिया पछि आयो। दियाले भन्यो यत्रो लाइन बस्नु र होइन, हामी लाइन नबसौँ न त भने हामीलाई नि हो जस्तो नि लाग्यो। यति लाइन बस्दा त हामी 6-7 बज्छ बेलुका हुन्छ भनेर हामी त्यहाँबाट लाइन नबसिकन तीनजना अघि गयौँ। हामी यसो बाहिरी पूजा गरौँ, भित्र छिर्नलाई त आज पाइँदैन जस्तो छ, यत्रो धेरै टाइम लाग्छ। हामी यहाँबाट बिस्तारै जाउँ, बाहिरी नै पूजा गरेर जाउँ न त भनेर हामी जाँदै थियौँ। मन्दिर तल त आमा कति धेरै मान्छे भयो भनेर अनि हामी त्यहाँबाट तीनजना जाउँ अघि बढौँ भनेर सुमित्रा त्यहाँ बाजा बज्ने बित्तिकै नाचिरहेको थिएँ। उसलाई फेरि बाजा बज्दै नहुने रमाइलो लाग्ने नि त। अनि त्यहाँ मान्छे देखेर हामी त डरायौँ, किनकि बेलुका एकैताल बेलुका हुन्छ। बरु हामी अघि राखौँ है भने त्यहाँ मेला थियो नि त, मच्छीनारायणमा अहिले 1 महिनाको मेला रहेछ, त्यहाँ रमाइलो पनि हुँदै थियो। हामी त्यहाँबाट अघि गयौँ। जाँदा हामी मन्दिर चाहिँ पुग्यौँ, तर अर्कै मन्दिर पुग्यौँ। त्यहीँ यतापट्टि विष्णुदेवी मन्दिर पुग्यौँ। त्यहाँ हामीले एकछिन रुकौँ भनेर रुक्यौँ। अब पूजा गर्नलाई त सामानहरू नै चाहियो नि त। अनि होइन एकताल हामी राउन्ड हानौँ यता बाहिरतिर, अनि जहाँबाट छिर्न सकिन्छ त्यहीँ गएर राउन्डबाट छिरेर पूजा गरौँला नि त भनेर हामी त्यहाँदेखि तलतिर लाग्ने भनेर दिया नि तल रहेछ, हामी माथि थियौँ। हामी त्यहाँबाट दिया बाहा गएर हामी त्यहाँबाट तलतिर लागौँ ल भनेर तीनजना फेरि त्यहाँबाट तलतिर लाग्यो। त्यहाँ चाहिँ मेलामा बाजाहरू बजाउने प्रोग्रामहरू हुँदो रहेछ, मलाई थाहा थिएन। हामी पनि फर्स्ट टाइम गएको हो नि त मच्छीनारायण। दियाहरू त गएको थियो कि थिएँ, म चाहिँ फर्स्ट टाइम थिएँ। अनि त्यहाँ बाजाहरू बसेको थियो। अनि हामी त्यहाँ मान्छेको भिड हेऱ्यौँ। अनि त्यहाँ मन्दिर अहिले कहाँबाट छिर्न सकिन्छ भनेर बाटो एउटा छिर्न एकदमै गाह्रो थियो। अझै मेन मन्दिर त हामी माथि जानै सकेनौँ, त्यहाँ मान्छे प्याक भएर। अनि यहाँ तल पसौँ न त भने पस्न नमिल्ने रहेछ, लाइन यति धेरै रहेछ। हामीले बाहिरबाट त्यहाँ पूजा गऱ्यौँ। अनि त्यहाँबाट फेरि हामी मासतिरै जाउँ है भनेर मासतिर आयौँ। हामी चाहिँ माथि आएपछि दियाहरू नाच्नको लागि रमाइलो गर्न थाल्यो, उनीहरू डान्स गर्न थाले। हामी तिनवटै बाजा बज्नै नभने नाच्नु पनि लागिहाल्ने। अनि नाचौँ न त भनेर त्यहाँ बाजा बस्ने दिनसम्म हामी एकछिन डान्स गऱ्यौँ, भिडियोहरू बनायौँ। सबैजना रमाइलो गर्ने पऱ्यो नि त तीनजना।
अनि भिडियोहरू बनाएर अब के गर्नु त होइन दिया म नाच्छु भने म नाच्न थालेँ भिडियो बनाउँदै डान्स गर्न थालेँ अनि सुमित्रा नि नाचेँ कतिकै छ रमाइलो भइरहेको थियो नि त अनि भिडियोहरू नि बनाएँ त्यसपछि म पनि नाटक गरेँ दिएको थिएँ नि त अनि भिडियो बनाइन कि भन्दै थिएँ भिडियो बनाइदिएको रहेछ फेरि उनीहरूको सुरु भइहाल्यो अब फोटो खिच्ने र भिडियो बनाउने त उनीहरूको सुरु भयो अनि उनीहरूले भिडियो दिया क्यामेराम्यान भन्दै थिएँ फोटो खिच्दै सुमित्रा फोटो अनि म चाहिँ त्यहाँ यसो मालाहरू लिएको न त भनेर गएको मालाहरू दियाले बालाहरू हेरेँ त्यसपछि ठिकै लाग्यो अनि हामी त्यहाँबाट होइन बत्ती चाहिँ बालौँ है बाहिर अनि भित्र गएर पूजा गरौँ होला भनेर हामीले त्यहाँ बाहिर बत्ती धुपबत्ती बाल्यौँ उनीहरू मलाई थाहा थिएन उनीहरूले भिडियो बनाइदिएको रहेछ मैले चाहिँ धुपबत्ती गर्दै थिएँ अनि त्यहाँ अब मान्छे धेरै हुनुहुन्थ्यो बिस्तारै गरेँ किनकि त्यहाँ अब यताउता मान्छेलाई लाग्यो भनेर डरले मैले बिस्तारै त्यहाँ धुपबत्ती गरेँ अनि हामी त्यहाँबाट अब चाहिँ भएन है फर्क्यौँ न त भनेको होइन टिका लगाउँ न त भन्ने हाम्रो टिका पनि लगाएको थिएनौँ अनि हामीले धुपबत्ती गरेर पूजा गऱ्यौँ अनि त्यसपछि टिका लगाउन बस्यौँ टिका लगाइदिनु भयो गुरुबाले अनि हामी त्यहाँबाट टिका लगाएर तलतिर झऱ्यौँ अब हामी घरतर्फ त लाग्नुपर्ने नि त के साह्रो ढगालेको हौ बनाउन भएन किनकि भोक लागिरहेको थियो नि त अब खाजा खानामै ध्यान भयो भिडियो बनाउनमा ध्यान भएन अनि हामी त्यहाँबाट गाडी चढेर पनि कलङ्की आउनु पर्ने थियो हामी कलङ्कीसम्म जाउँ न त भनेर आयौँ उनीहरू चाहिँ पछाडि उभिन परे म चाहिँ त्यहाँ अगाडि ठ्याक्कै यतापट्टि एउटा बुवा बस्नु भएको थियो उहाँ उठेर झर्नु भयो त्यसपछि सुमित्राको चाहिँ खुट्टा दुख्यो भनेर अनि उसले चाहिँ सेन्डल फुकालेको थियो अनि दियाले स्यान्डल उसको बोकेँ ऐना देख्दैन अनि म पनि भिडियो बनाउँछु भनेर मैले पनि मेरो भिडियो बनाएँ स्यान्डल चाहिँ दियाले बोकिदिएको थियो सुमित्राको अनि हामी त्यहाँबाट कस्तो हुँदैछ भनेर बिचरा बहिनी सुमित्रालाई गाह्रो भएको थियो उसको स्यान्डलले गर्दाखेरि अनि स्यान्डल एकछिन फुकालेर बस्नु न त भनेर अनि बसेर बाई बाई गऱ्यो भने अब हामी झर्ने बेला गयो भनेर अनि त्यहाँबाट हामी झरी पनि सक्यौँ फाइनली गाइस हामी चाहिँ होइन घरतर्फ आइसक्यौँ हामी चाहिँ गाडीबाट उठ्यौँ अब हामी चाहिँ एउटा घर जाँदैछौँ कुकुरले पनि तर्साउँदैछ अब चाहिँ हामी दुईजनामा